तपाईहरुलाई देखाउने वाली छु मेरो गिफ्ट। अब गिफ्ट अनबक्सिङ गर्ने वाली छु। राजगढ र मेरो के साह्रो माया पिरती बसेको राजगढमा धाको धाई माया चाहिँ गर्दै जानु होला, साथ सपोर्ट गर्न चाहिँ नछड्नु होला। बर्थडे +1 के सेलिब्रेसन को म चाहिँ यहाँ सरसफाई गर्दैछु। सो कीप वाचिङ गाइस। मैले चाहिँ मुखसुख धोएर आइसकेको छु अनि म चाहिँ तपाईहरुलाई देखाउने वाली छु मेरो गिफ्ट। आज चाहिँ म अब गिफ्ट अनबक्सिङ गर्ने वाली छु। सो कीप वाचिङ है। फर्स्ट गिफ्ट चाहिँ यो रहेको छ हैन। यो चाहिँ मेरी प्यारी दिदी सिन्ता दिदीको तर्फबाट आइसकेको छ। यो चाहिँ मैले के छ भनेर हिजै हेरी ओरी लाई ओरी दलदाल पारेर अनि यहाँ राखेको। के रहेछ त हेरौँ है त। टेन्डरा रहेको छ मेरी प्यारी दिदीले दिनुभएको गिफ्ट। तपाईलाई धेरै 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 धन्यवाद भन्न चाहन्छु। अनि अर्को गिफ्ट चाहिँ रहेको छ यहाँ मेरी प्यारी बहिनी रोशनीको तर्फबाट क्यूट सा कछुवा। क्यूट सा यहाँ कछुवा छ अनि यो प्लेट जस्तो छ। A few moments later जिन्दगी भर गम दिए भने जस्तो जिन्दगानी भएको छ साथीहरु। म गिफ्ट अनबक्सिङ गर्दा गर्दै राजगढ र मेरो के साह्रो माया पिरती बसेको राजगढमा धाको धाई छु है। अब के गर्नु यस्तै छ, अलिकति गर्मीले घामले भ्लग लिने वातावरण भएन। के भन्दै त तपाईले डिस्टर्ब हार्नुभयो क्या मलाई। यहाँ भ्लग बनाउने यहाँ गर्मीले वातावरण नभएर चाहिँ अहिले चाहिँ अलिक शीतल भएको कारणले चाहिँ घामले कटु लागेको बेला चाहिँ मैले भ्लग लिइहालेको हैन। अनि म चाहिँ राजगढदेखि घर जाँदैछु अनि म यसरी बोलेकोले चाहिँ उयो दोकानबाट मलाई कसरी हेरे हैन। केही छैन, हेर्नेले हेर्दै गर्छन्। यो चाहिँ मम्मीको ब्यागले यहाँ मेरो भेसै सोर्दिसक्यो। अनि अब घर जान्छु ल। कति राजगढको भ्लग बनाउनु, कति यही बाटो देखाउनु, कति देखाउनु है। सब चाहिँ म घर जान्छु। बल्ल बल्ल शीतल भएको छ। एकछिन मात्र मैले मम्मीलाई कुदाउन लाएको, फेरि मम्मीलाई कुदाउन लाएर उसले भाषण दिन भनिदिनु होला। म अलिक शीतल भएको बेला म कुदाइहाल्छु दिदी भन्नुभयो हो क्या। अब अलिकति पालो त दिनु परेन, लामो छ बाटो। सब कीप वाचिङ गाइस। घर जान्छु अनि भ्लग बनाउँछु ल साथीहरु। म चाहिँ घर आइसकेको छु र म मेरो भुन्टुरी मेरो पुकुली मेरो प्यारीसँग छु। पिङ लुगा लाकेर चाहिँ भाइहरु पनि आइसकेका छन्। सो अब चाहिँ एकदम गर्मी छ, पंखामा बस्नुपर्ने हुन्छ। सो एकछिनको लागि बाइ बाइ। के साह्रो गर्मी हो झापातिर त, के साह्रो गर्मी। अनि यहाँ चाहिँ म हेर्दै छु मेरो आफ्नै भ्लग। यतिको चाहिँ गर्नुपर्छ है, आफ्नै भ्लग आफैले भए नि हेर्नुपर्छ है त। अनि एकदम धेरै गर्मी भएकोले दिउँसो चाहिँ मैले भ्लग ल्याउन सकिनँ। अनि अहिले चाहिँ हो बेलुका 5 बजिसकेको छ। अनि हामीले भुन्टी मैले भुन्टी चाहिँ छिन् अनि हामी चाहिँ एकदम धेरै खेल्ने वाली छौँ। अब हामी मस्ती गर्ने वाली छौँ। मस्ती गर्दैौ न। कति ज्ञानी हुन्छन् घरि बाटोतिर डुलाउनु लानु अरे क्या। तिमीलाई बाटोतिर डुलाउनु लानु। अब चाहिँ हामी टक्कसँगले एकछिन खेल्छौँ। हाम्रो मस्ती थोरै क्लिप लिन्छु है। मेरो यो नदेखेला तर भित्र छ है गाइस, भित्र छ नि। भुन्टीको चाहिँ सुत्ने बेला भएको अवस्था भएकोले चाहिँ हामीले मस्ती गर्न पाइनौं। उ चाहिँ अब निन्ना गर्न गइसकेकी छिन्। अनि साथीहरु आज चाहिँ यस्तै उस्तै भयो। गर्मीले मोबाइल ओभरहिट हुन्छ। ओभरहिट भएपछि भिडियो लिनै मिल्दैन क्या। भिडियो थिचिँदैन ओभरहिटबाट मोबाइल त तातेर ब्लास्ट होला यतिकै हुन्छ। त्यही भएर मैले चाहिँ आज त्यस्तो गतिलो भ्लग ल्याउन सकिन। हुन त अरु बेलाको भ्लग पनि खासै गतिला त होइनन्, तर पनि आज चाहिँ अझै झन् बेगतिलो अझै मैले गति छाडे भन्दै आजको भ्लग चाहिँ म यही एन्ड गर्न चाहन्छु। कीप सपोर्टिङ, माया चाहिँ गर्दै जानु होला, साथ सपोर्ट गर्न चाहिँ नछड्नु होला भन्दै आजको भ्लग चाहिँ म यही एन्ड गर्न चाहन्छु। बाइ बाइ।